हेलो गुड मर्निङ एभ्रिबडी। हाम्रो पेसेन्ट यत्तिकै सिधा भएर बस्न थाल्नु भएको छ। आजको भिडियो यही हो। तपाईहरुलाई अझै एउटा चीज चाहिँ मलाई देखाउन मन परेको थियो हो। यो घाममा सिरकहरू हालिदिएको छु। यो मेरो प्लान्ट हो। अन्त नि एउटा कुरा चाहिँ के भन्नु मन परेर मैले आज भिडियो बनाएको भने नि यसलाई चाहिँ एयर म्याट्रेस भन्दो रहेछ हो। अब कतिजनालाई थाहा छ, कतिजनालाई थाहा थिएन, थाहा छैन। मलाई पनि थाहा थिएन। यसमा सुताउँदा चाहिँ नि बेडसोल हुँदैन अरे। अब लामो सुताउनुपर्छ नि त यस्तो बिमारीहरूलाई हैन। त्यही लागि चाहिँ यो म्याट्रेसमा सुतायो भने चाहिँ बेडसोल चाहिँ हुँदैन भन्छन्। अनि हामीले पनि यो किनेर ल्याएको। यो चाहिँ अब 24 घण्टा इलेक्ट्रिकमै लाएर राखिराख्नु पर्दो रहेछ। अनि सुतायो भने चाहिँ यसबाट चाहिँ बेडसोल हुँदैन अरे साथीहरू। कसलाई थाहा छ, कसलाई थाहा छैन। थाहा हुनेले पनि कमेन्ट गर्नुहोस्, नहुनेहरूले पनि कमेन्ट गरिदिनुहोस् भनेर मैले यो भिडियो बनाएको।